साथीहरू, तपाईलाई जानेर हैरान लाग्छ कि सर्प आफ्नो मृत्यु पश्चात पनि मानिसको ज्यान लिन सक्छ। चाइनामा सन् 2014 मा पेङ फ्यान नामक यी सेफ आफ्नो रेस्टुरेन्टमा कोब्रा सुप बनाउन लागेका थिए। सुप बनाउनको लागि उसले कोब्रालाई सानो सानो टुक्रामा काटे। उसले कोब्राको टाउकोलाई एउटा छुट्टै प्लेटमा राखेका थिए र बाँकी मासुलाई अर्को भाँडोमा राखे। लगभग 20 मिनटपछि किचनलाई सफा गर्ने बेलामा पेङ फ्यानले डस्टबिनमा हाल्नको लागि त्यस कोब्राको टाउकोलाई समाते। तब त्यस मरेको सर्पको टाउकोले पेङ फ्यानलाई टोक्यो र आधी घण्टा भित्रमै उसको मृत्यु भयो। तपाईलाई यो जानेर हैरान लाग्छ कि एउटा सर्प मरेको 90 मिनटसम्म पनि कसैलाई पनि डस्न सक्छ। फ्याक्ट नम्बर 5, जीन ल्याफिट र उनका भाइ आफ्नो समयको एकदमै खुंखार र फेमस समुद्री डाकुहरू थिए। जीन ल्याफिटको जन्म सन् 1780 मा भएको थियो। सन् 1813 मा फ्रान्सका गभर्नरले एनाउन्स गरिदिए कि जसले जीन ल्याफिटलाई समात्न मद्दत गर्छ उसलाई $500 पुरस्कार दिइनेछ। जीनले आफूमाथि राखिएको $500 को पुरस्कार सुनेर उनले आफ्नो तर्फबाट पनि यो एनाउन्स गरिदिए कि जसले त्यस गभर्नरलाई समातेर आफूसम्म ल्याउँछ उसलाई 10 गुणा धेरै अर्थात् $5000 दिइनेछ। यद्यपि दुवै तर्फलाई कुनै पनि सफलता मिलेन र सन् 1823 मा स्पेनिस पानी जहाजसँग भएको युद्धमा जीन पूरै रूपमा घाइते भए र त्यसको केही समयपछि उनको मृत्यु भयो।